Hello guys, today I gonna attend my boss birthday party. Okay guys, let's get ready with me. अनि पछि म चाहिँ सु गरेर जोस जाँगरका साथ रेडी हुन थालेँ अनि त्यसपछि चाहिँ योभन्दा पहिला चाहिँ मलाई कति छिटो बोलेको अलिक बिस्तारै बोल्नु भन्नुभएको थियो त्यही भएर चाहिँ यो भिडियोमा बिस्तारै बोल्ने कोसिस गर्छु है। अनि साथीहरू पहिला पहिला कि मलाई मान्छेहरूले आफूले आफूलाई माया गर्नुपर्छ भन्दा हो भन्ने लाग्थ्यो कि अनि आजभोलि चाहिँ साँच्ची गाइसहरू मैले आफूलाई एकदम माया गर्न थालेँ। पहिले पहिले त है मन नलागेको चिजहरूमा पनि हुन्छ भन्थेँ नि होइन अरूको मन राख्दिनलाई ओके भन्थेँ नि है आफ्नो मन दुखी दुखी आफ्नो मन दुखी भन्दा पनि आफ्नो मनलाई चाहिँ कम्प्रोमाइज गरेर म चाहिँ ओके भनिदिन्थेँ कि तर आजभोलि चाहिँ मलाई केही कुरा चित्त परेन भने होइन यस्तो होइन र भनेर भन्छु अनि मलाई जहाँ जानु मन लाग्छ म त्यही जान्छु मलाई जे गर्नु मन लाग्छ म त्यही गर्छु कि अनि त्यसपछि मेरो मन खुसी हुन्छ अनि मलाई लाग्छ कि ए यो आफूले आफूलाई माया भनेको भनेर चाहिँ अनि त्यसपछि हेर्न सक्नुहुन्छ दाई अनिल दाई मनदीप दाई अनि हामी चाहिँ नेपाली ग्याङ भनेर माथिबाट भिडियो बनाइदिइरहेको थियो कि हाम्रो अनि मैले काम गर्ने ठाउँ चाहिँ यही हो गाइस हेर्न सक्नुहुन्छ कस्तो राम्रो छ कि हाम्रो कफी एन्ड ब्रन्च यो बालागन कफी एन्ड ब्रन्च अनि त्यसपछि यहाँ काम गर्नु चाहिँ यस्तो मजा छ कि गाइजहरू केही कहिलेकाहीँ बोर भयो भने बाहिर गएर भ्यू हेऱ्यो भने यस्तो मजाले रिफ्रेस हुन्छ कि अनि हेर्नु न गाइजहरू हाम्रो साउने कति मजाको छ कि है कति डाउन पर्सन छ है सबलाई रेस्पेक्ट गर्छ काम गर्ने मान्छेहरूलाई मलाई पनि ठुलो भएर साथीहरू मेरो साउनी जस्तै हुन मन छ साउनीलाई देखेर अनि त्यसपछि हामी चाहिँ पानीपुरी खाँदैछौँ यहाँ चिकन टिक्काहरू पनि रहेछ सबै इन्डियन फुडहरू थियो अनि उहाँ चाहिँ हाम्रो घरबेटी दाइ पनि हुनुहुन्छ भन्दै मैले चाहिँ भनेको त एकछिन भनेर रोकिन्छ के भन्छ भनेर अनि त्यसपछि के हाम्रो यो भर्जिन मोहितो चाहिँ यहाँ प्रिपेरिङ फुडै छ गाइस अनि पछि उसलाई हेर्न बुझ्नु हो कि यस्तो मजाको छ अनि उसलाई चाहिँ 8 आवर नै नेपाली सिक्नुपर्छ कि हामीसँग अनि ऊ नेपाल बोलेको सुन्नु ल गाइजहरू Piazza Sati! Piउने Siksa! Drinks piउने Pini! Tirka lagyo! Tirka लाग्यो Oh, wait, darai tirka lagyo! Yo, tirka lagyo! Roxy! रक्सी खाने Roxy, chane! Sign! Mo Borsa Nepal जान्छु Bruno's Nepali is so good. वेदा नै हो पिज्जा मिठो छ यो लिएर जाने हो क्या घुम्ने रेस्टुरेन्ट लिएर जाने What flavor they have? Everything. Tarkari, mushroom, everything. Punggurको मासु छ? Punggurको मासु. क्यों नि? Punggurको मासु सक्नु? किन राम्रो नमस्ते अनि कि गाइजहरू काम गर्ने कलिगहरू यस्तो मजाको भएपछि काममा पनि एकदम इजी हुन्छ अनि रमाइलो हुन्छ टाइम गएको थाहै हुँदैन कि अनि हामीसँग पिज्जा पनि थियो गाइज अनि त्यसपछि चाहिँ हेर्नु न कस्तो सानो फर्ममा है कति मजाले पिज्जा बनाइरहेको थियो कि अनि हामी चाहिँ पोर्कवाला दियावाला पिज्जा बनाइदिनु ल भनेर वेटिङ गरिरहेको थियौँ ऊ हाम्रो पिज्जा आयो गाइज हेर्नुहोस् यहाँ चाहिँ चिकु छ ऊ पनि हामीसँगै काम गर्छ ऊ पनि एकदम मजाको काइन्ड अफ हट छ कि मलाई यो गर त्यो गर भनेर मजाले सिकाइरहेको हुन्छ अनि पछि दाइहरूको चाहिँ मैले खाएको खिचिदिन्छु भनेर अनि त्यहाँ बस्नु हो भनेर म चाहिँ खिच्दैछु हेर्न सक्नुहुन्छ मनदीप दाइले चाहिँ हल्का पोर्तुगिजकोलाई साइड हाल्दै हुनुहुन्छ है This is our You're first, so sweet on my this vlog. is our first date. Yes. Yes, guys, keep going. अनि दाइलाई चाहिँ खान्न पानपुरी म खिचिदिन्छु भनेको भयो कि नखिच भनेर चाहिँ दाइ हल्का क्यामेरा आउनु चाहिँ मान्नु हुँदैन अनि पछि ब्रुनोलाई चाहिँ हल्का यसो क्यामेरा देखाइदिनुपर्छ गीत गाइदिनुपर्छ ऊ नाच्न सुरु गरिहाल्छ कि ऊ चाहिँ माएर यस्तो स्विट छ अनि ऊ चाहिँ हाम्रो म्यानेजर ऊ पनि एकदम स्विट छ यति चिल छ है यहाँको सबै मान्छेहरू अनि त्यसपछि यहाँ ब्रुनोले फोटो खिचेँ होला भनेर चाहिँ भिडियो गराएर बसिरहेको रहेछ कि अनि हामी थाहा पाएर चाहिँ हल्का नाटक पारेको अनि ऊ चाहिँ मधु यति क्युट छ अनि त्यसपछि हेर्नुहोस् सबैजनालाई मैले हेलो भन्नुहोस् मेरो भ्लगमा भन्दैछु अनि फेरि हामी अर्को लटपन पानीपुरी खाएर घर जाऊँ भनेर चाहिँ हामी चाहिँ पानीपुरी खायौँ गाइजहरू अनि त्यसपछि हेर्नु न रातिको भ्यू यस्तो राम्रो देख्छ बालागानदेखि गाइज यस्तो राम्रो देख्छ स्वर्ग जानै पर्दैन बालागान आउनुहोस् है राति डिनर खानु गाइज अनि पछि ब्रुनो चाहिँ फोटोग्राफर भिडियोग्राफर हो नि त एडिटर हो अनि मेरो फोटो खिच्दै ल भनेर मैले भन्थेँ अनि ला जा भनेर चाहिँ मलाई सिकाइरहेको थियो अनि दाइले पनि मलाई फोटो भिडियो खिच्न मन पार्छ भनेर त्यहाँ चाहिँ यहाँ चाहिँ भने फोटो खिचिरहनु भएको थियो अनि यति सपोर्टिभ दाइहरू पाउँछ मलाई ब्लेसिङ लाग्छ गाइज है अनि त्यसपछि हामी चाहिँ घर गयौँ थ्याङ्क यू सो मच गाइज फेरि अर्को भिडियोहरूमा भेटौँला स्टे ट्युन